फाइनल्ली गाइस म चाहिँ आज लास्टै ढिलो आएँ अफिसबाट 7:30 नै भइसक्यो। यसो 5 बजेपछि अफिसबाट हामी काफल खान भनेर गएको थियौँ, तर चाहिँ यति ढिलो भयो। काफल पनि धेरै पाएन। मेरो बुकहरू पनि यस्तै लथालिङ्ग नै छ। 5:30 बजेतिर गएको अफिसबाट, अहिले 7:30 बजे बल्ल घर पुग्यो। 2टा रुख थियो, 2टामा जम्मा एउटा रुखमा मात्रै पाइयो, त्यही पनि थोरै त्यही रुखमै खायौँ। अनि थोरै चाहिँ घरमा ल्याउन त ल्याइयो। अब यो कोलाई दिने हो थाहा छैन। यो थोरै यसमा यो के भन्छ तपाईँहरूको ठाउँमा, यो तिर्कुला किर्मडा भन्छ हाम्रोतिर, तपाईँतिर के भन्छ यसलाई कमेन्ट गर्नु होला। यो चाहिँ छ, पुग्यो बल्ल बल्ल। यति मात्रै भएको हो त काफल। ओके, ठिक छ, केही छैन यति पनि। यो चाहिँ मेरो मेहनत हो, आफै रुखमा चढेर आफैले टिपेर ल्याएर अब मजाले खाने। मनपर्छ भने लाइक कमेन्ट सेयर गर्नुहोस्। खानुहुन्छ भने यता हाम्रोतिर आउनुहोस्, टन्न टिपेर खुवाइदिन्छु, तर पठाउन सक्ने क्षमता छैन। बाई बाई। हाय हाय काफल।